आदरणीय साथीहरू, आज मैले तपाईहरूको सुझाव सल्लाह बमोजिम विद्यालय शिक्षा क्षेत्रमा धेरै उपयोगी विषय शैक्षणिक सङ्गठन र यसका प्रकार शीर्षकमा डकुमेन्ट्री तयार गरेको छु। यो डकुमेन्ट्री अन्तिमसम्म हेरेर मन पराए थप हौसलाका लागि लाइक र शेयर सब्स्क्राइब गरी सहयोग गरिदिनुहोला। त साथीहरू, आज हामी विषय प्रवेश गर्दा आजको विषय शैक्षणिक सङ्गठन। साँच्चीकै सुन्दा अलिकति साथीहरूलाई अप्ठ्यारो लाग्ने विषय सङ्गठन, जुन शैक्षणिक सङ्गठन भनिन्छ। सामान्यतया हामी दैनिक रूपमा शिक्षण सिकाइ सहजीकरणको क्रममा अभ्यासमा ल्याएको गर्दै आएको विषयवस्तुलाई पनि क्वेसनरको रूपमा सोद्धा अलिकति गाह्रो लाग्ने, तर अभ्यास त हामी भइरहने हुन्छौँ। के हो त शैक्षणिक सङ्गठन भनेर कसैले सोद्धा हामीले जवाब दिनुपर्दाखेरि अलिकति अकमकाउनु पर्ने अवस्था हुन्छ। त सामान्य भाषामा भन्नुपर्दाखेरि एउटा कक्षा कोठाको व्यवस्था हो। अर्थात् कुनै विषय शिक्षण गर्न अपनाइने शैक्षणिक व्यवस्थालाई हामी कक्षा कोठाको शैक्षणिक सङ्गठन भनेर बुझ्नुपर्ने हुन्छ। फेरि मैले भने शिक्षण सिकाइका लागि कक्षा कोठाको व्यवस्था अर्थात् विषय शिक्षण गर्न अपनाइने शैक्षणिक व्यवस्था कक्षा को व्यवस्था जुन छ त्यसलाई हामी शैक्षणिक व्यवस्था भनेर बुझ्नुपर्ने हुन्छ, जसले गर्दाखेरि हामीलाई शिक्षण सिकाइ प्रभावकारी रूपमा सञ्चालन गर्न सहजता हुन्छ र गुणस्तरीय शिक्षाका लागि एउटा महत्त्वपूर्ण खुड्किलाको रूपमा साबित हुन जान्छ। खास गरी यसको मुख्य के हो त उद्देश्य, किन गर्नुपर्ने हुन्छ शैक्षणिक सङ्गठन भन्दा प्रभावकारी रूपमा कक्षा सञ्चालन अथवा प्रभावकारी रूपमा सहजीकरण गर्न। शैक्षणिक सङ्गठन सामान्यतया हामीले अभ्यासमा ल्याएको अथवा अभ्यस्त भइरहेका सङ्गठनहरू अन्तर्गत विभिन्न प्रकारमा विभाजन गर्न सकिएको हुन्छ। तर नेपालको प्रसङ्गमा हाम्रा विद्यालय शिक्षाको प्रसङ्गमा हेर्दाखेरि शैक्षिक सङ्गठनलाई हामी 4वटा प्रकारमा विभाजन गर्न सक्छौँ। जुन छ, पहिलोमा हामी यो कक्षा शिक्षण, जसलाई हामी ग्रेड टिचिङ भनेर पनि चिन्छौँ। दोस्रोमा छ विषय शिक्षण सब्जेक्टिभ टिचिङ, अनि तेस्रोमा बहुकक्षा शिक्षण मल्टिग्रेड टिचिङ, अनि चौथोमा बहुकक्षा बहुस्तर शिक्षण। यसरी 4 प्रकारका शैक्षणिक सङ्गठनहरू हाम्रो विद्यालयमा विभिन्न तह अनुसार, विभिन्न कक्षा, विभिन्न तह अनुसार र विद्यार्थीको स्तर वा क्षमता अनुसार पनि हामी प्रयोग गर्दै आइरहेका छौँ। त कक्षा, अब यी 4वटा मध्ये हामी सबभन्दा पहिले कक्षा शिक्षण अथवा ग्रेड टिचिङको बारेमा हामी बुझ्नुपर्ने हुन्छ अथवा छलफल गर्नुपर्ने हुन्छ। त ग्रेड टिचिङ अर्थात् जसलाई हामी कक्षा शिक्षण भन्छौँ, त्यो भनेको सामान्यतया केही पनि होइन। अर्थात् एकजना शिक्षक दिनभरि कुनै एउटा कक्षाका सबै विषय
पढाउनुहुन्छ भने त्यो उहाँको लागि कक्षा शिक्षण हो। विशेष गरी प्राथमिक तहका लागि उपयोगी मानिने कक्षा शिक्षण एकीकृत पाठ्यक्रम अन्तर्गत शैक्षणिक सङ्गठन, यो प्रकारको शैक्षणिक सङ्गठन अन्तर्विषयक ढाँचामा तयार पारिएको जुन एकीकृत पाठ्यक्रम छ, त्यो पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पनि सबैभन्दा उपयोगी, महत्त्वपूर्ण, प्रभावकारी मानिने शैक्षणिक सङ्गठन हो कक्षा शिक्षण। अझै यहाँहरूलाई प्रष्टताका लागि फेरि म निवेदन गर्दछु कि साथीहरू, जस्तो उदाहरणको लागि एकजना म्याडम लक्ष्मी भन्ने म्याडम कक्षा 1 मा बिहान 10 बजेदेखि 4 बजीसम्म निरन्तर रूपमा कक्षामा रहेर सबै विषय अध्यापन गराउने अभ्यस्त हुनुहुन्छ, अभ्यास गर्नुहुन्छ भने त्यो कक्षा शिक्षण हो। र कक्षा शिक्षणमा तोकिएको शिक्षकले एक शैक्षिक सत्रभरि आफ्नो कक्षाको सबै विषयवस्तुहरूलाई सहजीकरण गर्नुपर्ने हुन्छ। तसर्थ कक्षा शिक्षणलाई हामी बढी उपयोगी, महत्त्वपूर्ण मान्दछौँ। जसका यसका फाइदाहरू हेर्नु पर्दाखेरि कक्षा शिक्षणले अथवा कक्षा शिक्षण अपनाउँदाखेरि हामी विशेष गरी बालकको गति, उमेर, स्तर, क्षमता अनुसार सहजीकरण गर्नुपर्ने हुन्छ। र यो विधि अपनाउँदाखेरि शिक्षण पनि बाल केन्द्रित हुने हुन्छ। अर्थात् सरलाई पनि शिक्षकलाई पनि मूल्याङ्कन गर्न सहजता आउँछ, सजिलो हुन्छ र दिनभरि एउटै कक्षाभित्र सबै विद्यार्थीहरूसँग सरले सहजीकरण गर्दा विद्यार्थीहरू बीच आत्मीय सम्बन्ध पनि बढ्न जाने हुन्छ। त्यसै गरी दैनिक कार्यतालिका पनि लचिलो हुन जान्छ र सरलाई पनि एक किसिमको कक्षागत जिम्मेवारीको बोध हुन्छ र विद्यार्थीहरू अनुशासित अथवा मर्यादित रूपमा काम गर्ने, समूह कार्य गर्ने हुन्छन्, जसलाई हामी भन्छौँ अनुशासनको भावना वृद्धि गर्न सजिलो हुन्छ। कक्षा शिक्षण गर्दा हुँदाहुँदै पनि यसका केही कमजोरीहरू रहेका छन्, केही कमजोर पक्षहरू पनि रहेका छन्। जस्तो कक्षा शिक्षणले गर्दा यदि शिक्षक दक्ष अथवा सबै विषयमा निपुण रहेन छ भने उसलाई सहजीकरण गर्न गाह्रो हुन्छ र सिकाइ पनि कम प्रभावकारी हुन जान्छ। र शिक्षकलाई दिनभर एउटै कक्षामा जिम्मेवारी दिँदा कार्य पनि बोझिलो, जिम्मेवारी पनि बोझिलो हुन्छ। अनि सरलाई विद्यार्थीलाई निरस लाग्ने, झर्को लाग्ने जस्ता समस्याहरू हुन जान्छन्। तुलनात्मक रूपमा अरू शैक्षणिक सङ्गठनमध्ये यो अलि बढी खर्चिलो हुन्छ र एकजना शिक्षकले एउटा कक्षाका सबै विषयवस्तुहरू सहजीकरण गर्नुपर्ने हुँदा शिक्षकलाई पनि दैनिक पाठ योजना र सबै विषयका आवश्यक शैक्षिक सामग्रीहरू तयार गरेर शिक्षण गर्न पनि गाह्रो हुने जस्ता समस्याहरू कक्षा शिक्षण अन्तर्गत मुख्य समस्याहरू अथवा बेफाइदाहरू रहेका छन्। यसरी विभिन्न प्रकारका शैक्षणिक सङ्गठनमध्ये आज हामी तपाईहरूले कक्षा शिक्षण के हो, कक्षा शिक्षणका फाइदाहरू र यसका कमजोर पक्ष वा बेफाइदाहरू बारेमा छलफल गऱ्यौँ। साथीहरू, धन्यवाद।